भयो भयो दाइ आउनु भइसकेको छ अनि यता भ्लगमा भने के मेरो च्यानल छ भ्लग बनाइरहेको हुन्छु म त्यही भएर हजुर ए हुन्छ हुन्छ आदर्श भ्लग्स भन्ने छ अनि त्यसमै छ अब चाहिँ हामी के अरे इन्टरनेसनल एयरपोर्ट जाँदैछौँ त माम पुगिराख्नु छ दाइ चाहिँ यता माथि म तपाईँ जस्तै लाथेँ कि त्यहाँ अनि म त फेरि उतै जानुभयो कहाँ जानु ए अघि म त सट्टै जानुभयो ठ्याक्कै मेन रोडमै निस्केर गयो भने त मास्क नलाइकन त हिँड्नै सकिन्न यता त बिरामी हुन्छ सबैजना के गर्नु होला लास्टै पोल्युसनबाट के दाइ लास्ट जम्मा पऱ्यो हामी त्यो माथिको गेट भन्नु त बाबाले कता हो माथिको गेट भन्नु जामै जाममा मात्रै पऱ्यो यार यत्रो जाममा पर्ने यार जामै जाममा मात्रै परिन्छ गाह्रो छ यहाँ काठमाडौँमा झन् एरिया त लास्टै जाम हुने एरिया हो क्या बरु यता कोटेश्वर तिनकुरे बानेश्वरतिर त हुँदैन बाटो ठुलो भएर के भएर है यतातिर त लास्टै जाम हुने क्या यत्रो ओपरै जाम हुने भने क्या दामी दामी फुलहरू है जाम खुलेको छ तपाईँको घर कहाँ नि दाइ कता त्यो प्युठान हो मेरो घर चाहिँ भन्नुपर्दा जोमसम मुस्ताङ हो थाहा छ जानुहोस् ए जोमसम मुस्ताङ हो हजुर प्लेन उड्न लागेको छ है लभली बाह्रमा भित्रै जानुपर्ने भयो है कत्रो अड्का गरेको है ए अब चाहिँ यहाँ हामी इन्टरनेसनल एयरपोर्टभित्र है सबैजना त्यो ठ्याक्कै चाहिँ टुरिस्ट बक्स पार्किङ गरेर रहेछ हो मात्रै छ भन्नुभएको छ त्यो पार्किङको एरियामा उयो हो कि यता फर्स्ट टाइम आएकोमा पनि ऊ त माथिपट्टि रहेछ भनेपछि र यहीँसम्म गरे हुन्छ यसो झर्ने यहाँ चाहिँ हामी अब भित्र जाँदैछौँ है त्यहाँपट्टि चाहिँ अब डोमेस्टिक फ्लाइट भनेपछि मामा कता हुनुहुन्छ यार मामालाई त देख्दै देखेन त्यति धेरै डोमेस्टिक फ्लाइट भनेपछि त सेतो टावर कहाँ हुनुहुन्छ मामा ओ आउनुहुन्छ मामा चाहिँ हानुहुन्छ नमस्ते मामा
म त यहीँबाट आएँ बस यहाँ थियो म त फेरि ठ्याक्कै फर्स्ट टाइम आएको अनि त्यहाँ के अरे इन्टरनेसनल कुद्दा रहेछ डोमेस्टिक यता रहेछ नि त अनि मलाई थाहै पनि थिएन क्या अनि त्यहाँ मान्छेलाई पनि थाहा नरहेछ खासै त्यसो त्यहाँ सोधेँ अनि त्यही भएर अनि कति बजे फ्लाइट हो मामाको राति 11 बजे अब 7 बजे 8 बजे त आउनुपर्छ त 4 घन्टा गरेर होटेलमा बसेर कहाँ भने कता ठिक होला त मामा एयरपोर्ट नजिक यतातिरै कतै होला नि केमा जाने हो इन्डियामा जाने कि बुढाएर जाने हुन्छ हिँडेर गयो भने हिँडौँ बस ठुलो बस आएको बेला त्यसमा चढाइ त्यहाँ तलै जान्छ गेटमै ऊ त्यही यहीँ पार्क छ त्यही पार्किङ रहेछ नि त ठुलो पार्किङ नि त ऊ त्यो तल यहीँ 2 मिनटको रहेछ ठुलो बस आउँछ त्यसै जान्छ त्यहाँ बसी हिँडेर ठुलोमा बसेर थाहा हुन्छ नि त हजुर इन्डियामा गयो कहाँ कहाँ घुमाएर अस्ति खबर लिएर गयो 2500 अरे 2-3 घन्टा बस्यो गाडीमा होटेलमा ए होटेलमा त्यस्तो महँगो होटेल ल्यायो इन्ड्राइभले लहर गएको बाइकमा बस्यो हजुर ट्रेन गरेको त छैन बाइकमा राख्नु तर त स्कुटी भयो भने सजिलो हुन्छ ताकि जति स्कुटरको उस भयो भने त हुन्थ्यो क्या अरे त्यही जानु यहीँ आउला नि है तिमी त तलबाट आउँदा नि हजुर त्यसमै आएर सिधै डोमेस्टिक टिकट काटेर जाने हो ए तर अस्ति म ढिलो भएर त्यति नआएर होइन होइन अब चाहिँ हामी गाडी कुर्दैछौँ म चाहिँ यस्तो भिडियो बनाउँछु कि भ्लग स्लग यस्तो हल्का फुल्का युट्युबतिर हाल्छु यस्तो मेमोरी हुन्छ रमाइलो नि हुन्छ भनेर यस्तो भ्लग स्लग हाल्यो भने नि खै त गाडी त आउँदै आएन त यस्तो छ है भित्रपट्टि चाहिँ पुरै लभली भएरमा अब मामा कहिले आउनुहुन्छ त गएपछि 1 वर्षपछि आम्मा ल है ल बस आयो हाम्रो यहीँबाट गयो बसमा पनि म त्यही भएछ त्यसै जानु पनि यही गाडी आएको थियो म त फेरि चाहिँ हजुर तल त्यो ठुलो पार्किङहरू छोडिदिन्छ क्या धेरै टाढा पनि नरहेछ त्यही नजिकै रहेछ 2 मिनट हिँडेर जान्छ तल झोला बोकेर अहिले ठुलो लगेर हजुर यस्तो मौसम खराब छ छ्या त्यही आनन्दले गयो भइहाल्यो नि मामासँग कति वर्षपछि भेट भएन मेरो त्यो अस्ति नै 3-4 भएन नि 4 वर्ष एकचोटि त्यो 4 वर्ष हो 4 वर्षपछि पोहोर त पार्किङबाट त दिन्न होला न त जोपाती चढ्दै भन्छ चढ्दै बरु त्यहाँबाट चाहिँ मिल्छ होला किनभने एयरपोर्टबाट आएको भन्ने सोध्छ नि त बाहिर जान त दियो नि त बाहिर जानको लागि सुविधा हो नि त बाहिरसम्म ल्याइदिँदो रहेछ अनि हामी बाहिर जाने भाइ अब राम्रो सफा कोरो पुरुष लाउने कहाँनिर कुन के हो होटेलको नाम
फेसबुक यहाँ राम्रो बनाएको थियो पहिला त हो गाउँथ्यो 1 वर्ष पहिले यहाँ हजुर पुरै उ थियो पुरै के खाल्टा खोल्थ्यो ए अहिले त पिच गरेको यो यो बारे भन्छ अब बालेनले बनाइहाल्यो नि त राम्रो गरे एयरपोर्ट काठमाडौँ एयरपोर्ट एडभर्टाइजमेन्ट गेस्ट हाउसमै जाने गेस्ट हाउस त्यसो भन्नु न क्या घर जाने हो भन्नुपर्छ क्या घरतिर जाने हो भने चाहिँ धेरै किचकिच गर्दै गर्दैन नि त्यही त अब चाहिँ हामी इन्टरनेसनल एयरपोर्टतिर जाँदैछौँ 300-400 भन्यो यहाँ लुटेर गाडी रहेछ त्यो चोर कहाँ अनि म अनि लुटिन्छ त है होइन 250-300 भन्छ त्यो ल ठिक छ भन्यो भन्नु पाइयो त्यही त नि होइन एउटा समझदारी बाइकमा लैन्छ भने त यस्तो जाँड खाएर त्यही भएर म त्यसलाई होइन यो भनेको होटल आएको त्यहाँ ए होटल त्यस्तो हुँदैन बापसैमा भुलेर नचढ्नु ओ भाइ राजा ओ राजा कता जानु लाग्यो हेर्दैन मलाई तल ओ हिरो सुन्दैन त्यो घर यहाँ यति भिड हुन्छ है दिनकै मान्छेहरू त आमा कति हो दिनको कति बाहिर मामा चाहिँ कताबाट जानु नि ल यता मान्छेहरूको भिड त कति हो आमा देख्न सक्नुहुन्छ यहाँ भिड आमामा कति धेरै भिड त थरीका जहिले यतिका ल मामा र म चाहिँ के अरे मामा चाहिँ आज जानुहुन्छ दुबई के भन्नु न त मामा ल राम्रोसँग पढा अब ल अब अर्को साल भेटौँ ल ओके अर्को साल आउँदा मामाले मलाई जुत्ता ल्याइदिन्छ भन्नुहोस् है हजुर मामा किन्न गयो भने सानो ढालिहाल्नु पर्छ त्यही भने मान्छेहरू त यस्तो भिड है आमा देशै रित्तिसक्यो यहाँ अब अस्तिको जुलुसभन्दा कम छैन हजुर अस्तिको जुलुसभन्दा कम छैन ओहो यहाँ बत्तल गुल्टिहाल्यो यहीँबाट ल हुन्छ उहाँमा चाहिँ त्यही हुनुहुन्छ मलाई यो ठाउँमा होइन आउने बित्तिकै चाहिँ एकदम ढुकढुक हुन्छ कि कस्तो अब नमजा लाउने के अब आफ्नो देश छोडेर जान त कसलाई मन लाग्छ होइन अब कसैले मन लाग्दैन अब सबै त्यही त नि अब आफ्नो गुड फ्युचर अब नेपालमा यस्तै अब कामै छैन अब देख्न सक्नुहुन्छ अब राजावादी के वादी गणतन्त्रवादी भनेर अब सबै यस्तै छ अब आफ्नो देशमा रोइ जानुपर्ने अब यस्तै छ अब धेरैजना रोए है कोही खुसीले गयो होला कोही दुःखीले गयो होला धेरै त दुःख लाग्दो रहेछ अब आफ्नो कोही अब देश छोडेर अब नरमाइलो तरिकाले जाँदाखेरि त होइन कसलाई त अब यस्तै हो है अब त्यही भएर राम्रोसँग अब जे गर्ने आफ्नो देशमा गर्ने भन्ने मेन्टालिटी चाहिँ बनाउनु पर्दो रहेछ जे गर्ने आफ्नो देशमा गर्ने अरूको देशमा के दलाल बनेर अरूको गुलाम बनेर बस्न चाहिँ हुन्न रहेछ किन भन्दा रोइ आफ्नो घर परिवार छोडेर कसलाई के भन्न चाहन्छु भन्दाखेरि सके देशमै गरौँ है अब जति नै ठुलो देश भए पनि अब
आफ्नो देश छोडेर जान मन हुँदैन त्यस्तै अब गाइस के गर्ने अब जनता चाहिँ धुवा चाहिँ देख्न सक्नुहुन्छ भेरी भेरी पोल्युसन इन काठमाडौँ पनि होइन सबै ठाउँतिर यस्तै रहेछ